माई सेल्फ सिल्भर। अनि आज चाहिँ नि होइन आफूले आफैलाई हो क्या बाधा त गर्ने होइन भन्छ नि। अहिलेसम्म मैले आफ्नो फर्स्ट ड्रिम्स अनि ठुलो सपनाको लागि केही गरेको छैन भन्दा नि त्यस्तै ल्याङपारामा पढ्थेँ अब केही पढेको पनि छैन। अब फर्म खुलो एपिएसको अनि आज मैले भरेँ। अनि अब मलाई 3 महिनाभित्र ओन्ली 3 मन्थ भित्र मलाई अब पुरा गर्न छ। अब चाहिँ राख्दै छैन कि हट्ने त राख्दै छैन किनभने अब मैले फर्म भरिसकेँ मसँग जति पैसा त्यो गइसक्यो। अब पछाडि हट्ने कुरै हुन्न त्यही भएर अब साँच्चै भन्छ नि होइन के अरे मान्छेलाई जति प्रेसर दियो त्यति स्ट्रङ बन्छ भनेर त्यो ममा लागु हुन्छ कि नै त्यो कुरामा ध्यान दिन्छु कि अब कतिको मान्छेले मलाई अरूमा नभएर ममै जति प्रेसर दिन्छ भने मान्छेले भन्छ नि जति अ, त्यो प्रेसरफुल माहौलमा रहियो भने त्यति सिकिन्छ भन्छ नि। अब मैले कतिको सिक्छु त्यो मेरो अब इक्जामले बताउँछ। अ, अनि अर्को कुरा थाहा मेरो यही अब 18 गते कि कति 5-6 दिनपछि फेरि अर्को इक्जाम पनि चालु भइरह। त्यो फेरि त्यसमा पास हुनु नहुनु लगभग त्यस्तै हो फाइनल इक्जाम हो त्यही पनि। तर मलाई एपिएसमा कतिको मैले आफ्नो सेल्फ मतलब कि मैले आफूले कति यो गर्न सक्छु भन्ने रहेछ होइन कुरो। हेर के हुन्छ यसैमा अपलोड हुन्छ। यो त आफूलाई हो मैले खासमा त यो आफूलाई बनाएको किनभने आफूले अरूलाई अपलोड गरेपछि नि आफूले भिडियो एउटा बनाएर अपलोड गरेपछि मैले एउटा युट्युब च्यानलमा थाहा सुनेको कुरा कि अरूलाई हामीले भनेपछि आफूले भनेको मतलब भनेपछि नि अनि त्यसलाई हामीले सुनिन्छ भने त्यसलाई फ्रेस भइरहन्छ अरे के। अनि मैले अनि त्यो भिडियो मैले यो पनि सुनेको थिएँ कि दिउँसमा पनि 3-4 चोटि लेख्न पर्छ जुन काम नगरेर त्यो काम सक्सेस गर्न अनि फेरि उसमा पनि गर्नुपर्छ अनि त्यसै अनुसार पढ्नु पनि पर्छ भन्छ होइन। मैले त्यो नि गरेर देखाउँछु कतिको हुन्छ साथसाथमा मैले अपलोड पनि गर्छु। अनि म 80 अर 95 किलोग्राम पनि भइसकेको छु होइन केजी के किलोग्राम मतलब कि त्यति वेट भइसक्यो। अब मलाई नि बेसिकमा अब मोटो छु अब 3 महिनामा मोटोपन पनि घटाउनु पर्यो अनि दिमागमा यो कोरियनको कुरा पनि घुसाउनु पर्यो। यो चाहिँ मेरो अब 3 महिनाको यो इपिएस इक्जाम हुन्छ नि अब 3 महिना भन्दा 4 महिना कति हुन्छ मैले म्यानुफ्याक्चरिङमा फुड प्रोडक्सनमा दिइरहेको प्रोडक्सनमा भरेको होइन। अब त्यो कहिले आउँछ थाहा भएन इक्जाम मलाई यो पनि थाहा छैन कस्तो हुन्छ अब के हुन्छ होइन तिमीमा। तर आज मेरो यो पहिलो भिडियो मैले अहिलेसम्म मैले यसरी भिडियो बनाएर पनि आएको छ टिकटक पनि बनाउन त्यसरी त्यही पनि आज सक्सेसफुल हुन्छु कि नहुने। अनि यो कहावत कि जति मान्छेले प्रेसर हुन्छ त्यति मान्छे त्यति शक्तिशाली बन्छ अनि त्यति इम्प्रुभ हुँदै जान्छ भन्ने कुरा साँच्चै हो कि नै मेरो बारेमा है मेरो सन्दर्भ त्यो पनि थाहा हुन्छ। थ्याङ्क यू।